हेरिस है राडी के हेरिस हेरेर रहेछ देखिस् ओइ तग्रे ओइ तग्रे नाच्ने तेरे त रन्डी साँच्चीकै निकाल्दै हो हेरिस हेरिस म नि हेरिस निकालिदिन्छु पक म नि निकालिदिन्छु हाम्रो त आउँदैन यी हो यसको सानो छ थुप्रै रहेछ सबैजना मलाई त सबैजना ठुलो चाहिन्छ है निकाल्नु। मलाई ठुलो चाहिन्छ बरु यो चक्रेको ठिक हुन्छ जस्तो लागिरहेको मलाई ओइ चक्रे तेरो ठिक हुन्छ जस्तो लाग्यो मलाई रप्पा रप्पा ट्याप्टे भानुहोस् त मेरो दादाहरू के भन्दै थिए सबै निस्माले ए गोविन्द के बर्गर हजुर के भन्दै थिए अहिले ए हो दिदी सबैले डबल ट्याप खै गर्नुहोस् के त भन्दै थियो गोविन्द र सुन्नु न मेरो जोडी कस्तो छ यार ओ दिदी रानी भालु त्यो औषधि आउँछ नि त्यो जुन बट्नुवाला होइन त्यो औषधि ल्याएर दिनु क्या यो गोविन्दलाई त्यो खाएपछि यत्रोबाट यत्रो पुग्छ नि फेरि अनि यसरी हल्लाउन नि मजा आउँछ गोविन्द मेरिया तेरियामा कालो पुती भन् रन्डीमा गाइज 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 ट्याप ट्याप गरौँ न यार छ्या हो छ्या चक्रेर म गोविन्दले त अलिकति हाँसेर लौरो ठुलो बनिन्छ गर्नु पर्यो बुढीलाई त छोडिरहेको छ त तिम्रो लौरै सानो रप्पा 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 गाडीले सानो गोविन्द तिम्रो झुप्पोमा चुप यार म त गाई रोज खानु न डबल ट्याप हाल्नु त रोज गाइस, खानु सबैजना double tap दिदीलाई गर्नु। माया गर्ने जतिले रोज खानु गोविन्दे भनेको सीतामढीको बुढो हो। दिदीले नि माया गर्छ त तपाईँहरूलाई गोविन्दलाई जसले आँखा लाग्छ म त्यस गोविन्दलाई जसले आँखा लाउँछ त्यसको आँखा साखा गोविन्दलाई आँखा कोही लाउँदैन दिदी आँखा लाए पनि त्यसको त बोली सुन्दा नि गोविन्द सिर्फ सीतामढीको है ओइ ओइ, गोविन्द, के हो कुरा? चाहिदियो होला धरानमा अब कहाँ गोविन्दले हेर्छ त अनि एउटा केटी आएको थियो कि ब्रदर खतरा होइन त्यो म्याउ भन्ने होइन त्यो पहिला मेरो लाइफ पनि हेर्थ्यो ऱ्यान्डमली भेटेर जोडेको चिनी होइन मोटी न मोटी रहेछ अँ। नाच्ने। पछि त भाग्यो नि यार अनि के हो त गोविन्द तर गोविन्द लास्टै यो बेस्या छ के यो लास्टै बेस्या छ अनि मात्र हो नत्र भन्दा यो बुढा बनाउनु त लायकै छ तर महा बेस्या के छोरा मान्छे मध्येकै सबैभन्दा बेस्या चाहिँ गोविन्द छ है अब अलिकति केटी सेक्सी सेक्सी भेट्नै नहुने कट्टु माथिको ल्याउने खोलिहाल्ने अनि देखाइहाल्ने यो लास्टै बेस्या छ के अनि लोयल बन्न सिके पुती देखा न म लोयल बनिहाल्छु नि पुती देखा त एकचोटि लाइफ गोविन्द लोयल बनिदिएको भए त कसम सबै यसको लागि त म त कति 5 लाख खर्च गर्छ यार पोखरा भगाउनुको लागि 5 लाख खर्च गर्छ गोविन्द लास्ट बेस्या छ अलिकति त्यो बेस्या बिद्री अलिक कम गर सोच्नु गोविन्द मुजी हाम्रोमा पनि आओस् न यार चुप्प हाम्रो पनि आओस् न यार हाम्रोमा त ट्याप ट्याप मात्र छ कोही छैन यार के गर्नु ओए गोविन्द रन्टीको बान गोविन्द बेस्या हुँदा हुँदै बेस्या नबन न ल सानो जोदेखि कटु खोजिहाल्नु पर्छ दुनियाँलाई भुत्ला नदेखाउन ल सानो है अलिकति हेर्नु अनर हेर्नु मुजी सानो भएपछि मुजीले चिच्छ नि नाचिने रन्टीको बाँडको लाडै छ यत्रो मुजी खातेले चिक्न के सक्छ हो कि नै भन्नु त मलाई त ठुलो चाहिन्छ हेर्नु गाई मलाई त ठुलो चाहिन्छ म त अगाडि भनिदिन्छु दुनियाँलाई चिकाएर चिक्ने पल परेको लाडो भएपछि अनि चिक्ने पैसा ट्याटु गर न ट्याटु यो दुइटा राडी सिलेक्ट छकाउँ न गाइस के हेरेर बसिहाल्यो सबैजनाले ट्याप ट्याप हान्नुहोस् त मेरो दादाहरू होइन सीतामले पनिसमेन्ट चाहिँ गर्छ है तर यसो अलि ओए गिनी एकचोटि बुबु मसाज गर्छ जा आइज हेर्छ जा देखा त ल अलि पर गर देखा न देखाइदे ल उठेर देखा न अलि पर त्यो भित्तामा जान मा चिक्ने रन्डी
भित्रमा जा नजिकबाट नदेखा के टाढाबाट ऊ त्यसरी गर त अलिक पर गर त अलिक पर गर म्याचिङ रन्डीको छोरो मुजी भाले म्याचिङ राणीको छोरो अब पोइन्ट हेरेर बोल बोल म्याचिङ ए म्या पानी पोख्यो नि यार तेरो त्यो साथीलाई बोला न त्यो साथीलाई बोला त बुझ्यो डाडो खर्क सबैजना मिलेर रप्पर हान्नु सबैजना मिलेर साथी कमला ए कमला बस साथी कमला ओइ 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 छातीमा चुप चुप अब एक शब्द बोल्दै म्या मकै, ओ त मुजी अब मकै हानी केरा बेला खाँदै भइसक्यो। बस क्या अब त मुजी ए मकै खाँदै बस अब पुती खाने बेलामा मकै खाँदै बस है टक्रे मुजी रन्टीको बान मुजी खाँदै यस्तरी हानिदिन्छ म्याचिङले के हेरेको छ त त्यो आँखा तल गएर म्याचिङले रन्डो मुजी रन्डीमा सिक्ने भालु रहेछ छ्या ओइ राडीको छोरो मुजी चक्रे ए चक्रे रे गोविन्दे मुजी रन्डीको छोरो खाते मुजी बोल अब एक शब्द बोल रन्डीमा मुजी सिक्ने चुप भालु चुप चुप रन्डीको छोरो एक शब्द बोलेर म्याचिङ फेरि एकपल्ट ठोकिन्छ राडीको बालो चुप म्याचिङ खाते मुजी यसको पुती चाहिँ एक दुई बढी महिना बोल्छस्, चाहिँ खत्रै बिग्छ बढी होला बोल्छस्। हो। दादाहरू मेम्बर हाल्नुहोस् न सबजनाले बिनी अहिलेसम्म मैले ऊ 1400-1500 भियर ल्याएको थिएँ अहिले चिक्ने 100 मा झरिसकेको छ गुराँस नानी र योमा चिक्ने एउटै हो क्या ओइ अब एक गेम हानेर म चाहिँ जान्छु है गाइजहरु ताइलासँग गेम हान्ने ताइलासँग रानी यहाँबाट जात मात्र रन्डी तेरो पुतीमा आगो लगाइदिन्छ मटितेल खनाएर माछ चिक्ने रन्डी त्यो मुजी चुप चुप एक शब्द बोलेन रन्डीको बार मुजी अब तँलाई म जोसँग गेम खेल्ने नि घन्टा फरक पर्छ मुजी तेरो पुती देखान त एकचोटि हेर्न आइज न हो दिदी देखाइदिउँ यसलाई हेर्नु न तपाईँको बुढो त मलाई के भन्छ भन्छ दिदी ऊ हेर्नु न मलाई के भन्दैछ थर्काउनु न त्यसलाई मेरो दादाहरू रप्पा रप्पा हान्नुहोस् त रप्पा मलाई- रप्पा ट्याप ट्याप हान्नुहोस् त सबैजनाले मेम्बर पनि हान्नुहोस् न मेम्बर पनि हान्नुहोस् न टिम मेम्बर पनि जोइन गर्नुहोस् त मेरो दादा दिदीहरू टिम मेम्बर पनि जोइन गर्नुहोस् त सबैजनाले यो मुजीले तपाईँलाई म्युटमा राखेको होला क्या ए गोविन्दे र मेरोमा आउनु पर्दैन मलाई पर्दैन त केही खानेकुरा के मलाई त पर्दैन यार मैले टिकटक हेर्छु के रमाइलो गर्ने हो गिनीहरूसँग रमाइलो गर्छु बस यत्रो जना 2000 होइन कि अनि के गर्नु त अनि गाली नगर ट्यापै गर्दैन जब 200 फलोअर्स बोकेर आउँछ घन्टा रपा जिनी ओइ अनिल श्रेष्ठ रन्डीको छोरो मैले तेरो के बिगार्दैछ माछ चिक्ने गोडासोडा छुट्टिने गरी आएको अनि मुजी तैँले चिक्दे भनेर माछ चिक्ने उ गरेको छैन बच्चा भएन भनेर राणीको छोरो अहिले मलाई चुतिया भन्छस् राणीको छोरो त्यो छोरो पनि मलाई ले राणीको छोरो डिएनए टेस्ट गर रन्डीको छोरो माछ चिक्ने खाते ओइ 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 बच्चा रप्पा रप्पा होलास् माछ